सम्पूर्ण साथीहरू नमस्ते। तिहार भर्खरै मात्रै सकिएको छ। आज तिहारको भोलिपल्ट म आज यो हाम्रो चितवन जिल्लाको माडी एरियामा छु र यहाँ चाहिँ अहिले लसुन लगाउने कामहरू भइरहेको छ। यो चाहिँ माडी नगरपालिका वडा नम्बर 7 नम्बरमा रहेको देवेन्द्रपुर गाउँ हो यो। र यहाँ चाहिँ अहिले यो लसुन लगाउने काम भइरहेको छ। तपाईँहरूको घर एरियामा आफ्नो स्थानीय ठाउँमा कसरी लसुन लगाउनुहुन्छ, तर यहाँ चाहिँ अलिकति फरक ढङ्गले लगाउने चलन छ। प्रायः यहाँ लसुन बनाउँदा एउटा ड्याङ बनाएर त्यसमा खनेर लगाइन्छ भने यहाँ चाहिँ जुन भर्खरै मात्रै धान काटिएको छ त्यही धानको यसलाई चाहिँ बोटबाट त्यही बोटको चाहिँ तपाईँको बोटलाई नै सानो सानो यसलाई होल गराएर त्यहाँ लसुनको बिउहरू लगाइन्छ र त्यहाँबाट नै लसुन उत्पादन हुन्छ। र त्योभन्दा पहिला यहाँ अलिकति मलहरू लगाइन्छ राखिन्छ, जस्तो यहाँ खसी बाख्राहरूको चाहिँ मलहरू छ होइन। यो लगाएर चाहिँ के अरे लसुन रोप्ने चलन छ। जस्तै त्यहाँ देख्न सक्नुहुन्छ अगाडि उहाँले चाहिँ पहिला लसुन त्यहाँ भित्र राख्नको लागि सानो सानो पालहरू गराउँदै हुनुहुन्छ होइन। यसरी किसानहरूले चाहिँ लसुन लगाउँछन्, एकदमै राम्रो उत्पादन हुन्छ यसरी। र धेरै यसलाई दुःख पनि गर्नु पर्दैन, यसलाई गोडमेल पनि गर्नु पर्दैन। भिनाजु नमस्कार। हजुरहरूले यसरी लसुन लगाउँदा र ड्याङमा लगाउँदा के फरक पाउनुभयो? यो अब खने लगाउँदाखेरि अलिक पोटी सानो भयो। हजुर। यो धान काटेर धानको खुट्टीमा चाहिँ मोलसोल हालेर टक्क लगाएर हजुर यसलाई चाहिँ अब चाहिँ सलक्क छापो हालिदिएपछि हजुर माटो धुलो हुन्छ। हजुर यो खुट्टी कुँदै जान्छ, यो खुट्टी कुँदै जान्छ। यो खुट्टीको चाहिँ लसुन चाहिँ हजुर यसको मोलले चाहिँ गर्दा चाहिँ यो बढ्दै आउँछ र दानाहरू पनि मजाको लाग्छ। यसको उत्पादन जुन अरू ड्याङ बनाएर लगाउने भन्दा यसको उत्पादन राम्रो हुन्छ त्यसो भए? राम्रो हुन्छ। हजुर। र यो तयार हुनलाई कति समय जति लाग्छ यो लसुन जुन हुन्छ उत्पादन लिनको लागि? यो हामीले चाहिँ अब चाहिँ यो लसुन अहिले रोप्यो नि। हजुर। अब यो कार्तिक लाग्यो होइन। हजुर। अब यो हाम्रो यो लसुन चाहिँ लगभग चाहिँ चैततिर फागुन राम्रो भएर चाहिँ फागुनको अन्त्यसम्म यो तयार भइसक्छ। अर्ग्यानिक लसुन, यसमा कुनै रासायनिक विषाक्तिहरू मल रासायनिक औषधिहरू लगायत लगाउनु पर्दैन, घरकै अर्ग्यानिक मलहरू लगाइन्छ। हो, धेरै राम्रो। यसरी नै हामीहरूले चाहिँ गर्ने हो भने हामीहरू कहीँ जानै पर्दैन, विदेशको कमाइ यही नै हुन्छ। यसरी नै अझै यसलाई ठुलो स्केलमा लगाउने भने राम्रो उत्पादन हुन्थ्यो। यो चाहिँ एउटा सामान्य घर परिवारको लागि चाहिँ भनेर लगाएको लसुन हो। तपाईँहरूको स्थानीय ठाउँमा लसुन कसरी लगाउनुहुन्छ त्यो पनि तपाईँहरूले चाहिँ देखाउँदै गर्नु होला साथीहरू। र भिडियो कस्तो लाग्यो तपाईँहरूले प्रतिक्रिया पनि दिनु होला। यति भन्दै अहिलेलाई यति नै। हस्त, नमस्ते।